टी सर्ट देखाउनु त कुन चाहिँ ब्रान्ड रहेछ ए ब्रान्ड चाहिँ जान्दैन हामी त उयो किन मायामा फस्नु होइन फेरि हाम्रो अहिले नै लक पर्ला जस्तो छ नि त यसो होइन म हाँसेको कस्तो नराम्रो देख्छु नहस्टाउनु न जानु अनि हाम्रो के होला जस्तो छ कि नै ला टाउकोमै हान्दियो त कमाउँछ र यसबाट हुँदो रहेछ अस्ति मेरो भएको थियो तर निकाल्नै आएन कति आयो पैसा मेरो अस्ति 18,000 आएको थियो तर निकाल्नै आउँदैन त्यत्तिकै छ त्यो आइडी ह्याक गरिदियो भने ल हो त नि अब बाबा मम्मीसँग कुरा गर्नु ल ज्वाइँ भेटियो भनेर अस्ति मेलामा हराउनु भएको रहेछ भेटियो भने है कुम्भ मेलामा है कुम्भ मेलामा नेक्स्ट नेपाली सुपरस्टार हिरो हो ए तपाईँ हिरो हो मलाई पनि यसो एक्टिङमा एउटा दिनु है रोल तपाईँलाई त अब जीवनकै हिरोइन बनाउला होइन मलाई झाडु पोछाको भए पनि हुन्छ यसो तर अलिक राम्रो क्या मैले धोका दिन्न झ्याल स्याल चाहिँ दिन्छु नि हुन्न झ्याल पर्दाहरू त्यही हो मेरो के भइरहेछ फोन यत्तिकै ह्याङ भइरहेछ तपाईँले मेरो आइडी ह्याक गरे कि क्या हो हो क्या तपाईँ ह्याकर हो भनिदियो मेरो फोनै उयो मैले त्यो 5,000 को मोबाइल मचलाउ भनेको होइन के भएको चाइनिज मोबाइल नचलाउ भनेको चाइनिज होइन क्या मेरो यो विदेशबाट ल्याइदिनु भएको बाबाले यहाँ हेर्नु न मलाई तपाईँले गर्दा सबैले हेरिरहेछ भनेको तिमी यस्तै गोरी छौ कि फिल्टर लगाएको गोरी त गोरी छु भिडियो हेर्नु न हो झुकेर फिल्टर निक्लेला र भागा भाग होला छैन त्यस्तो छैन है किन सबैले गाली नगर्नु भन्नु न अहिले मेरो कमेन्टमा नि गएर गाली गर्ला सबैले ओए गाली नगर न किन गरेको नानीलाई के भन्दैछ र के भन्दैछ पागल नि भन्दैछ मैले हेरेको छुइनँ देखेको भए त भनिहाल्दिने कस्तो भने थ्याङ्क यू अब तिमीलाई म यहाँ फलोवर्स बढाउँछु ल हजुर तिम्रो फलोवर्स बढाउने अब ल ल बढाउनु त कसरी बढाइदिनु त लास्ट म्याच खेल्नु ल अब ल तपाईँ पनि मलाई फलो गर्नु न मेरो फलोवर्स बढिहाल्छ नि ए ल साँच्चीकै ल अर्को दिन खेल्नुपर्छ अर्को दिन चाहिँ म आएर आएको हुन्छु अनि म तपाईँको बारेमा भन्छु क्या के रहेछ तपाईँ भनेर ल अनि हाम्रो के होला जस्तो छ कि नै ला टाउकोमै हान्दियो त ए टाउकोमा नहान न त्यहाँ कस्तो नराम्रो देख्यो कि यो हटाउनु भन्नु न ए हटाइदेऊ के ऊ हान्दै छैन अर्कोचोटि मलाई चिनेर आयो भने चाहिँ के भन्छ सिधै आई लभ यु भन्छ के रहेछ भनेर हेर्छु क्या तपाईँ भन्दाले कतिजनाले के भनिराख्नु भएको छ नि त नेपालको राष्ट्रिय प्लेयर हो भनेर थ्याङ्क यू सन्दीपजी के भनिराख्नु भएको छ क्या सबै भन्दिनँ मायामा फस्ने काम नगर है त फस्दैन कि छ्या किन मायामा फस्नु होइन फेरि हाम्रो अहिले नै लक पर्ला जस्तो छ नि त यसो होइन म हाँसेको कस्तो नराम्रो देख्छु नहस्टाउनु न जानु हाँस्दा पनि राम्रो नाच्दा पनि राम्रो लुदा पनि राम्रो हग्दा पनि राम्रो थ्याङ्क यू सन्दीप कसले हुन्छ र डबल ट्याप गाइज मेरो ठ्याक्क 7 तलेमा भनेको कहाँ 7 तले भनेको यो गोपी कृष्ण तलबाट अलिकति आउनुपर्छ त्यतै हो क्यु सिटी कलेज अगाडि थ्याङ्क यू त्यहाँ त सपिङ गर्न त आउनु पर्यो तलब कुर्छु ल ल तपाईँको त यति धेरै तपाईँ त टिकटकबाटै कमाउनुहुन्छ होला नि के गरेर
लाइभ बसेर ओ डु नट दियो तपाईँलाई म त लाइभ त थ्याङ्क यू सन्दीपजी टाइम पास गर्न आउने हो बेला बेलामा कमाउन त आउँछ कमाउँछ र यसबाट हुँदो रहेछ अस्ति मेरो भएको थियो तर निकाल्नै आएन कति आयो पैसा मेरो अस्ति 18,000 आएको थियो तर निकाल्नै आउँदैन त्यत्तिकै छ त्यो आइडी ह्याक गरिदियो भने ल हो त नि त्यो राखिराख है त्यो हामी मिलेर निकाल्नुपर्छ पछि के गरेपछि अब बाबा मम्मीसँग कुरा गर्नु ल ज्वाइँ भेट्यो भनेर अस्ति मेलामा हराउनु भएको रहेछ भेट्यो भन है कुम्भ मेलामा है कुम्भ मेलामा नेक्स्ट नेपाली सुपरस्टार हिरो ए तपाईँ हिरो हो मलाई पनि यसो एक्टिङमा एउटा दिनु है रोल तपाईँलाई त अब जीवनकै हिरोइन बनाउला होइन मलाई झाडु पोछाको भए पनि हुन्छ यसो तर अलिक राम्रो क्या तपाईँको एउटा सिन चाहिँ त्यही खिच्नु पर्ला नि कपडा बेचिरहेको बेलामा होइन हजुर त्यसरी औला हाल्नु हुँदैन जाडुहरू पर्छ टेबल ट्याप गाइज एकचोटि जितिदिउँ न कस्तो हानेको पहिलोचोटि पर्नुभयो तपाईँ कस्तो हानेको अस्ति त राजदाई पर्दा त मैले जितेको थिएँ एकचोटि राजदाईलाई त तपाईँले जित्नै सकेन को राजदाई राज गुरुङ दाई थ्याङ्क यू अनि हाम्रो के छ चान्स लक्ष्मण तिम्रो नाम के रे बिर्सेँ मैले अघि टिना तामाङ टिनाको र गोराको के छ सम्भावना छ के छ लभ अहिले सबैजना गएर कमेन्टमा हाँसिदिन्छ हा 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 भनेर होइन भन न के छ सम्भावना बोक्या छ कि के छ पाउन तपाईँको आइडी हेरेर आउँछ क्या म तपाईँ को रहेछ कस्तो उयो भइसक्यो मनमै को हुनुहुँदो रहेछ भनेर हुन्छ नि तिमी मलाई मन पराउँदैनौ जस्तो छ तपाईँ मलाई फलो ब्याक दिनु है तपाईँले दिएकै छैन भन्न तिमीलाई मन पर्यो कि छैन म भन तपाईँ मलाई फलो ब्याक दिनु न अनि म भन्छु क्या मलाई मन पर्यो कि नै तपाईँ राम्रो हुनुहुन्छ त राम्ररी बोलिरहनु भएको छ त भन्दा तपाईँ को रहेछ भनेर चाहिँ फुटबलर भन्दैछ फुटबल त म नि खेल्छु नि मोबाइलमा होइन खुट्टाले उयसमा नि ह्यान्डबलमा नि कहाँ खेल्छ ह्यान्डबल ग्राउन्डमा क्या ग्राउन्ड ह्यान्डबल के कहाँ खेल्छ ह्यान्डबलमा हो क्या फुटबल तिमी उस रोनाल्डो रहेछ नि तिमी होइन म मेसीको फ्यान हो बे अरे अस्ति वर्ल्ड कप जितेन ए वर्ल्ड कप जित्यो है क्रिकेटर होइन त्यो होइन के फुटबलै खेल्छ फुटबलै खेल्छ त ए ल फेरि गेम भयो त फेरि यही लास्ट चोटि अनि तपाईँ मलाई फलो ब्याक दिनु अनि म लाइभ इन्ड गरेर तपाईँको हेरेर आउँछु है अनि हेरेर आएर त फेरि लभ पर्ला नि त हाम्रो पर्दैन तपाईँ कति वर्ष हुनुभयो भन्नु त तिमी कति हो र तपाईँ भन्नु न म त सानै हो 21 म 22 है तपाईँको दिदी पर्दो रहेछ मलाई फेरि ज्योतिषीले छ नि आफूभन्दा 1 वर्ष ठुलो नै हेर्नुपर्छ भनेको नि कस्तो मिलेको तपाईँ 21 वर्षको हो ट्याटु हानेछ त तपाईँले त ट्याटु होइन अघि भाइले सानो भाइ ड्रइङ गर्छु भने कि हात दिएको अनि हातमै ड्रइङ हान्ने कस्तो ठ्याक्कै मिलेको त्यो ज्योतिषीको कुरा ठ्याक्कै तपाईँले 1 वर्ष ठुलो पाउँछ भनेको ठ्याक्कै कहाँ छ त ज्योतिषे भन्नु न म पनि हेर्नु जान्छु कहिले विदेश जाने रहेछु भनेर भन्नु न हेर्नु त कहिले जान्छु तिमी ठ्याक्कै 1 वर्ष ठ्याक्कै मिलेको यार हाम्रो मिल्यो क्या नम्बर 1 फुटबल यति त म पहिलोचोटि खुसी भयो यार 21 ठ्याक्कै 22 है तपाईँ खतरा मजाक गर्नुहुन्छ क्या किन
तपाईँ 21 वर्ष त होइन, यति धेरै ट्याटु छ 21 वर्ष मान्छेको कहाँ यति धेरै ट्याटु हुन्छ कि तपाईँ बिग्रेको एकदम खत्तम हो न त तपाईँ धेरै ठुलो हो। म खत्तम, म ट्यापे, म गाँजे, म चुरोटे, मैले त भनेकै छैन, त्यो भनेकै छैन। खत्तम। होइन म ट्यापे रहेछु। होइन मैले त भनेकै छुइनँ, तपाईँ आफै भनिराख्नु भएको छ क्या। होइन म रहेछु। मैले भनेकै छुइनँ, तपाईँ त्यतिकै नभन्ने अहिले मलाई गाली दिन्छ यहाँ। म खत्तम भने तिमीले फोनै छैन कहाँबाट हेर्नु हौ, अर्को फोन भन्छ। यति धेरै धनी भएको भए म यसरी लाइभ बस्थेँ हो भन्ने। आमामा पानी खाने स्टाइल पनि के हो र त्यस्तो उठले जस्तो खान्छै। हजुर पानी खाने स्टाइल पनि बडो कडा छ त। तपाईँ फुटबल खेल्नुहुन्छ अरे हो? तिमी खत्तर रहेछ है कान्छी। आमामा के गरेँ मैले? लगाएको टी सर्ट छ नि दाईको, आफ्नै ब्रान्ड हो, अनसोल ब्रान्ड। तपाईँको टी सर्ट देखाउनु त कुन चाहिँ ब्रान्ड रहेछ? यो ब्रान्ड चाहिँ जान्दैन हामी त, उयो टी सर्ट के? ए सरी, टी सर्ट खोल्नु भने सुने नि त मैले। होइन टी सर्ट होइन क्या, टी सर्ट देखाउनु न, तपाईँको आफ्नै ब्रान्ड हो अरे। तपाईँ काम गर्नुहुन्छ हो लुगाको? मैले टी सर्ट खोल्नु भनेर झन्डै खोलिदिएको नि।